हेलो एभ्रिवन, नमस्कार। आज हामी यस्तो माइक्रो फाइनान्स कम्पनीको बारेमा कुरा गर्न गइरहेका छौं जसमा मात्र 1000 लगानी गर्दा 30,000 बढी नाफा हुने देखिन्छ। कम्पनीको नाम हो विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड। संस्थाले यही चैत्र 21 गतेदेखि सर्वसाधारणमा 51,292.5 किता एफपीओ शेयर जारी गर्न लागेको छ। कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को दफा 9 बमोजिम सो पुँजी संरचनामा सर्वसाधारणको हिस्सा 30% कायम गर्न एफपीओ जारी गर्न लागि हो। एफपीओ जारी गर्न कम्पनीले केयर रेटिङ नेपाल लिमिटेडबाट इस्योर रेटिङ गराएको छ, जसमा कम्पनीले केयर एनपी बी प्रमाणपत्र प्राप्त गरेको छ, जसले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ। विक्रम सम्वत 2071 साल 8 महिना 8 गतेबाट वित्तीय कारोबार सञ्चालन गर्दै आएको यस लघुवित्तले विगत 10 वर्षमा लगानीकर्ताहरूलाई जम्मा एक पटक मात्र लाभांश वितरण गरेको छ, त्यो पनि 9.83% मात्र। रेटिङ एजेन्सीले कम्पनीको वित्तीय विवरणहरू सन्तोषजनक नभएको भने तापनि यस लघुवित्तको बजारमा शेयरको आपूर्ति कम हुनु, नेप्सेमा स्टेट अन्य लघुवित्तहरूको शेयर महँगो मूल्यमा कारोबार हुनु तथा स्पेकुलेसन जस्ता कारणले कम्पनीको शेयर मूल्य 3000 भन्दा माथि रहेको छ। अब कुरा गरौं कम्पनीको फाइनान्सियल हेल्थको बारेमा। आर्थिक वर्ष 81-82 को पौष मसान्तसम्म कम्पनीको प्रति शेयर आम्दानी 31 रुपैयाँ 47 पैसा ऋणात्मक, प्रति शेयर नेटवर्थ 91.23 रुपैयाँ र सञ्चित नोक्सान 2,83,13,000 रहेको छ भने आर्थिक वर्ष 83-84 सम्म प्रति शेयर आम्दानी 33 रुपैयाँ 78 पैसा, प्रति शेयर नेटवर्थ 175.18 र सञ्चित नाफा 3,57,18,000 पुर्याउने लक्ष्य लिएको छ। कम्पनीको आईपीओमा यही चैत्र 21 गतेदेखि छिटोमा 26 गतेसम्म र पर्याप्त आवेदन नपरेमा वैशाख 4 गते साँझ 5 बजेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्यहरू 100 मा आवेदन दिन सकिने यस कम्पनीमा मिनिमम 10 किता र म्याक्सिमम 1000 कितासम्म आवेदन दिन सकिनेछ। समयका लागि धन्यवाद। प्रतिक्रिया दिन भने नबिर्सनुहोला। नमस्कार।